मानव समाजका लागि आदर्शका पात्रहरू हुन्। सुम्नीमा, दयामा, खियामा, मायामा, सिकुरीमा जस्ता लेखकका थुप्रै पात्रहरू आधुनिक समाजका आदर्शका पात्रका रूपमा यद्यपि लिने गरिन्छ। यही आदर्श पात्रहरूप्रति गर्व गर्दै अहिलेको युवा युवतीहरूले आफूलाई प्रतिबिम्बित गर्न खोज्नुले राई जातिको मिथ्याको प्रभाव र महत्त्वलाई दर्शाउँछ। यही साझा फुलबारमा फुलेको एउटा फुल राई जाति पनि हो। नेपालको पूर्वी पहाडी क्षेत्रमा बसोबास गर्ने राई जातिको प्रमुख नाच हो चण्डी अथवा साकेला। विशेष गरेर वैशाखी पूर्णिमा उभौली र मङ्सिरी पूर्णिमा उधौली गरी यो नाच वर्षमा 2 पटक नाच्ने गरिन्छ। वैशाखी पूर्णिमालाई बाली नाली लगाउने समय भने उभौली भन्ने चलन छ भने मङ्सिरी पूर्णिमालाई त्यही लगाएको अन्न बाली थन्काउने समय भने उभौली भन्ने चलन रहिआएको पाइन्छ। यो नाच नाच्न अगाडि आफ्नो जातिको धामी बिजुवाले घर देवता 3 ढुङ्गा चुलालाई पूजा गरी तथा कुनै देवी देवताको थानलाई पूजा गरेपछि मात्र यो नाचको सुरुवात गर्ने गरिन्छ। यो नृत्य गर्दा सिलोमी, फलामकोर र गोमी चौरीको गुच्छा बोकी सिल्ली मपा पुरुष र सिल्लीमा महिलाले नाचको प्रतिनिधित्व गर्दछन् भने पछि अरू नृत्यकारहरू ढोल झ्याम्टा बोकी सामूहिक रूपमा विभिन्न सिल्लीहरू गर्दै यो नाच नाच्ने गरिन्छ। प्रस्तुत छ रमाइलो चण्डी साकेला नृत्य।